मित्रहरू हेर्नुहोस् है, यो मेरो मौरी फारम। मैले यो थर्मोकुलको डब्बामा पनि मौरी राखेको छु। यहाँ यी मौरी यो जाडो महिनामा चाहिँ थर्मोकुलको डब्बामा ठिक ढङ्गले हुन्छ भनेर यो सबै मैले आफै बनाएको मेरो मौरीको घरहरू। एक वर्षमा एक घर मौरीबाट 9 घरसम्म बनाउनु सफल भएको थियो। तर अहिले चाहिँ यो माघको 10 गते जाडो पनि गइसक्यो, तर यसरी मरेर सबै सकिन्छ। एक रातमा यो सबै मरेर यसरी। यो मौरीको घर चाहिँ यस्तो तरिकाले मैले मोडिफाइड गरेको छु। यसरी साफ गर्ने। यहाँभित्र पुरा मरिराखेको छ। यसलाई के भएर मरिराखेको छ मित्रहरू? कोही मौरी विशेषज्ञ हुनुहुन्छ भने बताइदिनु त।